नमस्ते सम्पूर्ण विद्यार्थी साथीहरुमा एन्सल कोरियन भाषा चाबेल शाखाको तर्फबाट र म यहाँहरुकै कोरियन भाषा प्रशिक्षक रामकुमारको तर्फबाट आजको अंकमा पनि हार्दिक स्वागत गर्न चाहन्छु। यो भन्दा अघिल्लो अंकमा हामीले कन्सोनेन्ट र भोवेल मिक्स गर्न सिकेका थियौं भने आजको अंकमा तिनै शब्दलाई जोडेर तिनै अक्षरलाई जोडेर शब्द बनाउने तर्फ लाग्छौं है त। अब यहाँनेर हेरौं, अब पाठ 2 छ अर्थात फाम उच्चारण हैन। शब्दको सुरुमा आएमा सफ्ट साउन्ड गरिन्छ अर्थात यो शब्दको सुरुमा आउँदाखेरि सफ्ट साउन्ड गरिन्छ भन्दा के त भन्दाखेरि ग। ल सुन्नुस् है, ध्यान दिनुस्, यहाँनेर एकदम कन्फ्युजन हुन्छ। फेरि ग आएमा हामीले के गर्नुपर्ने रहेछ त ख। ग आयो भने शब्दको सुरुमा ग आयो भने यसको उच्चारण हामीले ख गर्नुपर्ने रहेछ। अनि त्यस्तै गरी द आयो भने द को उच्चारण थ, द को उच्चारण थ। अनि त्यसैगरी ब को उच्चारण हामी गर्छौं फ। अनि त्यस्तै गरी ज को उच्चारण गर्छौं हामी छ। अब हामीले ग द ब ज को शब्दको सुरुमा आउँदाखेरि उच्चारण परिवर्तन गरेर ख थ फ छ। फेरि है, शब्दको सुरुमा आउँदा ख थ फ छ हो, यसरी गर्नुपर्छ है। गरिन्छ। यो साउन्ड सुन्दा सफ्ट हुने भएकाले केही स्लो आवाज निकाल्नुपर्छ अथवा लिसनिङमा पनि यसको स्लो आवाज आउँछ। अब किन त भन्दाखेरि ल ध्यान दिनुस् है। अब हामीसँग ग शब्दको सुरुमा आयो भने ख भन्ने अरे, अनि त्यसैगरी द आएमा थ, अनि त्यसैगरी ब आएमा फ, अनि त्यसैगरी ज आएमा छ भनेर उच्चारण गर्नुपर्छ। किनभने कोरियनहरुले भन्न खोजे तापनि हामीले सुन्दा त्यही नै सुनिन्छ र प्रायले सुन्ने पनि त्यही नै हो है। अब यहाँनेर अब यो ग द ब ज लाई ख थ फ छ भन्ने हो भने अब हामीसँग त ख, ध्यान दिनुस् है, ख, अनि त्यसैगरी थ, अनि त्यसैगरी फ, अनि त्यसैगरी छ। यो शब्द त छ त कोरियनमा। अब यो शब्दलाई चिन्ने कसरी र यो शब्दलाई चिन्ने कसरी, उच्चारणमा बुझ्ने कसरी, अब यो विषयमा थोरै चर्चा गरौँ है त। अब यो माथिको ग द ब ज हामीले सुन्दाखेरि जस्तै ग लाई ख सफ्टली एकदम ख हैन, अनि द लाई थ सफ्टली है थ, अनि त्यसैगरी ब लाई फ, अनि ज लाई छ सफ्टली है भनिन्छ भने यो यिनीहरुलाई फेरि ख तपाईले आफूले विचार गर्नलाई थोरै यस्तो पोजिसनमा बसेर तपाईले एउटा ट्राई पनि गर्न सक्नुहुन्छ है। जस्तै यो ग द ब ज भन्दा ख ख ख थ थ ह ह छ हो, त्यति हावा बाहिर जाँदैन के हैन। अनि यो यसलाई भन्दा ख थ फ छ हो, यसरी यो अलिकति जोडमा जान्छ। अर्थात् यो के हुन्छ त, यो सफ्ट हुन्छ, यो थोरै हार्ड हुन्छ भन्नको मतलब त्यो हो है। त्यसरी तपाईले आफूले पनि उच्चारण गर्न सिक्नु होला र प्र्याक्टिस पनि गर्नु होला है त। ल अब यहाँ सुरुमा छ, अब हामी जाउँ शब्दतिर। अब यो प्र्याक्टिस चाहिँ तपाईले गर्ने। अब यदि सफ्ट साउन्ड अर्थात् एकदम हलुकाबाट ख आएको छ भने ग, अलिकति जोडबाट ख आएको छ भने यो वाला ख है। अब यसरी बुझ्नु होला। अनि त्यसैगरी सफ्टली एकदम हलुका पाराले थ आएको छ भने द वाला, अलिकति जोडले आएको थ आएको छ भने यो वाला है थ भनेर है। अनि त्यसैगरी फ सफ्टली आएको छ भने ब हैन भने, अलिकति हार्ड आएको छ, अलिकति जोडले आएको छ भने यो वाला फ है। अनि त्यसैगरी यो ज वाला छ
छ सफ्टली आउँछ अनि यो वाला छ फेरि छ अलिकति हार्ड हुन्छ है। ल अब यसलाई बुझौँ हामी यो शब्द बनाउने तर्फ हामी लागौँ है त। अब यहाँनिर छ जसले खोकी भनेको जस्तै अब यहाँनिर हेरौँ ग प्लस आगा ग प्लस आदा। अब यसलाई गादा भनेर भन्न पाइएन। अब हामी यसलाई के भन्छौँ त खादा भन्छौँ है। खादा भनेको जानु खादा भनेको जानु। अनि त्यसै गरी ग प्लस आगा स प्लस उसु। अब यसलाई हामीले गासु भन्न पाइएन खासु खासु गायक गायिका। अनि त्यसै गरी ग प्लस ओगो ग प्लस इगी गोगी। अब यसलाई हामी गोगी भन्न मिलेन। अब हामी यसलाई भन्छौँ खोगी खोगी भनेको मासु है। अनि त्यसै गरी ब प्लस आबा द प्लस आदा। अब यसलाई हामीले बादा भन्न पाइएन। यसलाई अब हामी भन्छौँ फादा 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 भनेको समुद्र है। अनि त्यसै गरी ब प्लस ओको द प्लस आदा बोदा। अब यसलाई बोदा भन्न पाइएन। के भन्न पाइएन बोदा भन्न पाइएन। अब यसलाई हामी भन्छौँ फोदा फोदा भनेको हेर्नु है। द प्लस आदा। अब यसलाई हामीले दा भन्न पाइएन है। यसलाई के भन्न पाइएन दा भन्न पाइएन। यसलाई अब हामी भन्छौँ था था भनेको सबै। अनि त्यसै गरी द प्लस आदा स प्लस इसी दासी दासी भन्न पाइएन। अब हामी यसलाई भन्छौँ थासी थासी भनेको फेरि। अनि त्यसै गरी द प्लस ओदो र प्लस ओरो। अब यसलाई हामी दोरो भन्न पाइएन। यसलाई अब हामी भन्छौँ थोरो थोरो भनेको बाटो। अनि त्यसै गरी ज प्लस ओजो स प्लस इसी फाक्षिममा म आएको छ अर्थात् यो तल झुन्डिएर म आएको छ। यसलाई हामी यो झुन्डिएर आउने शब्दलाई फाक्षिम भनिन्छ। यो हामी पछि गएर पढ्छौँ। यसलाई हामी फाक्षिम भनिन्छ। यो पछि गएर पढ्छौँ। यो टपिक पछाडि अझै 2-3 अङ्क पछाडि हामी जान्छौँ। ल यसलाई फाक्षिम भनिन्छ। फाक्षिम भनेको आदि अक्षर है। के अरे आदि अक्षर अक्षरलाई हामी फाक्षिम भनिन्छ जसलाई जोसिम है। तर यहाँनिर ज प्लस ओजो स प्लस इसी फाक्षिममा म छ। अब यसलाई जोसिम भन्न पाइएन। अब हामी यसलाई भन्छौँ छोसिम छोसिम भनेको होसियार। अनि ज प्लस आजा फाक्षिममा र छ। यो पनि त्यही फाक्षिमको नियम लागेर आएको हो। फाक्षिममा अर्थात् आदि अक्षरको रूपमा र आयो भने यसलाई हामीले ल आदि ल भनेर उच्चारण गर्नुपर्छ। यो पनि हामी फाक्षिममै गएर पढ्छौँ। तर यहाँ मिनिङमा आइहाल्यो त्यही भएर मैले बुझाएँ तपाईँलाई। अब यसलाई जाल नभनेर यसलाई हामी के भन्छौँ त छाल भन्छौँ। छाल भनेको राम्रो है। अनि त्यस्तै गरी ज प्लस आजा द प्लस आदा जादा। अब यसलाई हामी जादा नभनेर के भन्छौँ त छादा भन्छौँ। छादा भनेको सुत्नु है त। यसरी हामीले उच्चारण गरिन्छ। ल अब एकचोटि मसँगै भन्नुहोस् खादा जानु खादा जानु खासु गायक गायिका खासु गायक गायिका खोगी मासु खोगी मासु फादा समुद्र फोदा हेर्नु था सबै थासी फेरि थोरो बाटो छोसिम होसियार छाल राम्रो छादा सुत्नु ल यसरी तपाईले पनि
आफ्नो घरमा यो सम्पूर्ण मिनिङलाई लेखेर मजाले प्र्याक्टिस गर्नुभयो भने पक्कै पनि यो कोरियन भाषा यहाँहरूले मजाले पढ्न सक्ने हुन सक्नुहुन्छ है त। यो मिनिङलाई चाहिँ राम्रोसँग लेखेर आफ्नो कपीमा उतारेर यही नियमलाई समातेर जस्तै ग द ब ज लाई जस्तै ख थ फ छ है ख थ फ छ सफ्टली उच्चारण गर्नुहोस् र यो वाला ख थ फ छ लाई भने थोरै हार्डली हैन ख थ फ छ ओ यसरी उच्चारण गर्नुभयो भने प्र्याक्टिस भने राम्रो हुन्छ है त। ल यो मिनिङ चाहिँ आवश्यक परेमा स्क्रिनशट गर्नुहोस् है। ल साथीहरू योभन्दा अगाडिको मिनिङ त पक्कै पनि यहाँहरूले स्क्रिनशट गरिसक्नु भएको छ र त्यसलाई यदि स्क्रिनशट गर्नुभएको छैन भने भिडियोलाई थोरै ब्याक आउनुहोस्, ब्याक आएर स्क्रिनशट चाहिँ लिनुहोस् अनि मजाले मिनिङ चाहिँ घोक्नुहोस् है। शब्दको सुरुमा आउँदा परिवर्तन हुने शब्द हामीले हेरिसक्यौँ हैन त। अब हामी जाउँ मिक्स अर्थात् डबल भवेल संयुक्त स्वरवर्ण र डबल कन्सोनेन्ट अर्थात् संयुक्त व्यञ्जनतर्फ। हामीले 40 वटा वर्ण पढ्नुपर्छ भन्दै गर्दा सिंगल कन्सोनेन्ट 14 वटा र सिंगल भवेल यो 10 वटा हामीले पढिसक्यौँ। अनि यो भन्दा अगाडिको अङ्कमा पनि हामीले यो दुईटा पनि जोड्न पनि सिकिसक्यौँ र हामीले मिनिङ पनि हेरिसक्यौँ। शब्दको सुरुमा आउँदा परिवर्तन हुने शब्द पनि हामीले हेरिसक्यौँ है त। अब आजको टपिकमा अब हामी हेर्छौँ डबल भवेल अर्थात् संयुक्त स्वरवर्ण अनि त्यसगरी डबल कन्सोनेन्ट संयुक्त व्यञ्जन। अब यो के हुन् र कुन हुन् यिनलाई एकचोटि हेरौँ है त। ल पक्कै पनि यहाँहरूले कापी कलम लिएर बस्नु भएको छ होला। ग न द र म ब अनि त्यसै गरी स अ ज छ ख थ फ ह यो त हामीले योभन्दा अगाडिको सुरुको अङ्कमै सिक्यौँ है त। अब यहाँनिर छ मिक्स कन्सोनेन्ट अर्थात् मिक्स कन्सोनेन्ट भनेको 5 वटा हुन्छ है। छे साङ्वा डबल कन्सोनेन्ट अर्थात् ख छाउन अर्थात् 5 वटा हुन्छ है। यो मिक्स कन्सोनेन्ट 5 वटा। ल अब यहाँनिर छ ग प्लस यसको स्ट्रक्चर हेरौँ पहिला ग प्लस ग इक्वल टु क है। यसलाई अब हामी दुईटा यसरी हाल्नु क अनि त्यसगरी द प्लस द त त है अनि त्यसगरी ब प्लस ब प अनि त्यसगरी स प्लस स श यो मोटो छ है यहाँ पातल भएछ यसलाई मोटो स सम्झिनु होला। अनि त्यसगरी ज प्लस ज गरेर च यो दुईटा ज मिलेर बनेको है क त प स च। ल मसँगै भन्नुहोस् एकचोटि क त प स च फेरि है क त प स च क त प स च हो यसरी है। ल ठिक छ। अब यो पनि यहाँ तल नोट पनि छ यसलाई पनि हेरौँ। शब्दको सुरुमा आउँदा क त प स च भने पनि शब्दको बीच अथवा अन्तिममा आउँदा क त प स च को उच्चारण हुन्छ अर्थात् यहाँनिर के हुन्छ त अब जस्तै बीचमा आइदियो भने यस्तै यो डबल ग आइदियो भने यहाँनिर के हुन्छ त क यसरी। अनि त्यसगरी द आइदियो भने म यतापट्टि लेखिदिन्छु यहाँनिर यो शब्दको बीचतिर अथवा बीच सेन्टेन्सको बीचमा आयो भने है क त प अब यसलाई पनि स है यसलाई मोटो स सम्झिनु खासै केही फरक परेन। अनि यसलाई पनि च च यसरी उच्चारण गर्नुहोस् है क त प स च हो यसरी उच्चारण गर्न
सिक्नु होला है त। पक्कै पनि विद्यार्थी साथीहरूले यो अङ्क पनि यो मिनिङहरू राम्रोसँग घोक्नु होला, मजाले प्र्याक्टिस गर्नु होला र यो कर्ता पसर्च पनि राम्रोसँग याद गर्नु होला भने। अनि त्यसै गरी यहाँहरूले जस्तै हामीले गण दर बनाएका थियौँ नि अघि, गण दरको ग प्लस आ गा द प्लस आ दा बनाएका थियौँ, त्यस्तै नै अब यसको भने ग त प स च लाई आ या अ य ओ यो उ अनि यु अनि उ इ सँग जोड्न प्र्याक्टिस गर्नु होला है त। म थोरै यहाँलाई सिकाउँछु, त्यही अनुसारले गर्नु है त। जस्तै क प्लस आ ता, अनि त्यसै गरी क प्लस या क्या, त्यसै गरी क प्लस अ क, क प्लस य आदि क अनि य, अनि क प्लस ओ को, अनि त्यसै गरी क प्लस यो क्यो, अनि क प्लस उ कु, अनि क प्लस यु क्यु, अनि क प्लस उ कु, अनि त्यसै गरी क प्लस इ कि। यसरी प्र्याक्टिस गर्नु होला है त तपाईँ पनि। ल अब तको पनि भनौँ न त, त प्लस आ ता, अनि त प्लस या आदि त अनि या त्या, अनि त प्लस अ त, अनि त प्लस य त्य, त प्लस ओ तो, त प्लस यो आदि त अनि यो त्यो है, अनि त प्लस उ तु, अनि त प्लस यु त्यु, अनि त प्लस उ तु, अनि त प्लस इ ति। यसरी बनाउने है त। ल अब यो बको पनि हेरिहालौँ, सरी पको प प्लस आ पा, प प्लस या प्या, अनि प प्लस अ प, अनि प प्लस य प्य, अनि प प्लस ओ को है, अनि प प्लस यो प्यो, अनि प प्लस उ उ, अनि प प्लस यु प्यु, अनि प प्लस उ पु, अनि प प्लस इ पी। यसरी है त। ल अब सको पनि हेरिहालौँ, स प्लस आ सा, स प्लस या आदि स अनि या स्या, अनि त्यसै गरी स प्लस अ स, अनि त्यसै गरी स प्लस य आदि स अनि य है, अनि त्यसै गरी स प्लस ओ सो, अनि त्यसै गरी स प्लस यो आदि स अनि यो स्यो, अनि त्यसै गरी स प्लस उ सु, अनि त्यसै गरी स प्लस यु आदि स अनि यु स्यु है, अनि त्यसै गरी स प्लस उ सु, अनि स प्लस इ सी। यसरी लेख्ने प्र्याक्टिस मजाले गर्नुहोस् है त। ल चको पनि बनाइ हेरौँ न त, हैन किन बाँकी राख्नु। च प्लस आ चा, च प्लस या च्या, अनि त्यसै गरी च प्लस अ च, च प्लस य च्य, अनि त्यसै गरी च प्लस ओ चो, अनि त्यसै गरी च प्लस यो च्यो, त्यसै गरी च
च प्लस उ चु। म यतापट्टि लेख्छु, ठाउँ भएन। च प्लस यु आदि च अनि यु च्यु है। अनि त्यसै गरी च प्लस उ चु अनि त्यसै गरी च प्लस इ ची हो। यसरी यसलाई पनि लेख्ने प्र्याक्टिस गर्नु होला है त। ल आवश्यक पर्छ यहाँले स्क्रिनशट गर्नु होला र केही नबुझेको खण्डमा नम्बर छँदैछ, व्हाट्सएप पनि छँदैछ, फाइबर पनि छँदैछ, साथमा म सिकाउने छँदैछु। यहाँलाई कुनै पनि कुरा डाउट लाग्यो अथवा कुनै पनि कुरा सोध्नु पर्यो भने कृपया त्यही नम्बरमा मलाई व्हाट्सएप अथवा फाइबर गर्नु होला। म पर्सनल यहाँलाई त्यसको जवाब त्यहीँबाट दिनेछु। भन्दै यसलाई चाहिँ एकदमै मेहनतका साथ यहाँले प्र्याक्टिस गर्नुहोस्। अब जस्तै हामीले यहाँनिर का क्या क क्य को क्यो कु क्यु कु कि यो बनायो नि, भोलि गएर हामीले फेरि यसैसँग फेरि अर्को शब्द बनाउनु पर्छ। यो त अक्षर हो है, एक एकवटा अक्षर हो। अब अक्षर अक्षर जोडेर शब्द बनाउनु पर्छ। शब्द बनाएर हामीले माला उन्दै हैन यहाँले सेन्टेन्स बनाउनु पर्छ। त्यस कारणले यसलाई सक्दो यहाँहरूले प्र्याक्टिस कति सक्नुहुन्छ तपाईले पानी बनाएर जानुहोस्। पक्कै पनि पछि गएर तपाईलाई कुनै पनि शब्द कुनै पनि वर्ड पढ्ने बेलामा अड्किनु पर्दैन, चुक्किनु पर्दैन। भन्दै एन्जल कोरियन भाषाको यो युट्युब क्लास यहाँलाई कस्तो लागिरहेको छ? एन्जल कोरियन भाषाको यो युट्युब क्लास कस्तो लागिरहेको छ कृपया कमेन्ट पनि गर्नुहोला। यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। सब्स्क्राइबको बटन यता छ हैन, अनि लाइक गरेको चाहिँ यता छ है। हो, लाइक गर्नुहोला र आफ्नो साथीहरूलाई पनि सेयर गरेर यो क्लास लिनु आग्रह गर्नुहोला। यदि कोरियन भाषा पढ्न चाहनुहुन्छ भने मात्रै है। फेरि र यदि यहाँहरू फिजिकल क्लास लिएर पढ्न चाहनुहुन्छ भने एन्जल कोरियन भाषा चाबेल क्लासमा नयाँ भर्ना खुलिरहेको छ। अनि त्यसै गरी बागबजार अनि त्यसै गरी बुटवल यहाँहरू सम्बन्धित ठाउँमा फिजिकल क्लास लिन पनि सक्नुहुन्छ। यदि चाबेलमा आउनुभयो भने मैसँग पढ्नुहुन्छ, बागबजारमा आउनुभयो भने हाम्रो सरहरू हुनुहुन्छ, तोरण सर अनि अन्य सरहरू हुनुहुन्छ, र त्यसै गरी बुटवलमा जानुभयो भने अर्को सरहरू हुनुहुन्छ। तर एन्जलको सबै क्वालिटी एउटै छ र फ्लेभर पनि एउटै छ। भन्दै आजको यस अङ्कबाट मलाई पनि बिदा दिनुहोस्। नमस्ते।